ठ्याक्क जडीबुटीको एरियामा यो यताबाट स्वाट्टै हान्दैछ होइन कताबाट हान्दिएको रे यहाँबाट हान्दियो जडीबुटीमा नयाँ गाडीलाई हेर्नु त्यसरी पल्टिरहेको छ ट्रेन आएर चाहिँ यो गाडीलाई उठाउने कार्यक्रम भइराखेको छ मान्छेहरू त्यसरी जम्मा भइरहनु भएको छ जस मान्छेलाई चाहिँ कसैलाई केही भएन छ सबैभन्दा ठुलो कुरो यही भयो नम्बर प्लेट पनि रहेनछ यार गाडीको भर्खर 3 दिन भएको रहेछ गाई गाडी ल्याएको चाहिँ 3 दिन भएको रहेछ बाटै बन्द छ यता जाने बाटो पनि छैन उता जाने बाटो पनि छैन जरुरी ठ्याक्क यहाँ आएर फस्यो ट्रेनले गाडी तानिराखेको छ यहाँबाट गएछ स्टन्ट नयाँ गाडी रहेछ हेर्नु नम्बर प्लेट सिधा नभएको यार 3 दिन भरे निकालेको हो अब गाडी नफाप्दो रहेछ क्या ल यो सुल्टाउने कार्यक्रम हुँदैछ साथीहरू यस्तै छ इभी गाडी रहेछ हेर्नु गएछ है उठाउँदैछ ट्रेन लाएर है ट्रेनले उठाउँदैछ यहाँ तानो टाँगै परेको रहेछ नि गाडी पर्न नि सुन्थ्यो गाडी सुन्थ्यो ल इभीको मेन प्रब्लमै यही हो क्या गाडी गएपछि सक्यो नयाँ रहेछ नम्बर प्लेट पनि छैन भर्खर नयाँ 3 दिन भएर किनेको गएछ नि उता जानुपर्छ अहिले पर्छ